ह्यापी बर्थडे चिक्स लेख्दिनु चापको मेरो नि हेलमेट हेरेर चाहिँ चिन्छ है नभए चिन्दैन हेलमेट छैन नि यता सङ्घसम्म छैन यस्तो हेलमेट इटरीमा चाहिँ देखेँ चाहिँ हेलो गाई चाहिँ अब हामी चाहिँ जयपुर जाँदैछौँ है अनि चढ्नु हेलो एन्ड नमस्ते एभ्रिवान इट्स मी सपुङ है होप यु गाइज आर फाइन है तपाईँहरू सन्चै सुविस्ता हुनुहुन्छ होला आज म पनि सन्चै सुविस्तै छु है अनि आज चाहिँ हामी जयपुर जाँदैछौँ क्या अनि म र प्रोडक्सन अफसोस गुरुङ है अनि आज केक लिनु भनेर जयपुर जाँदैछौँ है बहिनीको बर्थडे रहेछ अनि यसलाई चाहिँ ल्याइदिएँ भनेर चाहिँ कि नवीन सब आउँछ ए तसँग त चान्डुरको बेकरीको नम्बर छ बुढोले मलाई चाहिँ लग्यो 1K सेलिब्रेट हामीलाई 1K सब्सक्राइबर सेलिब्रेट 1K पुगिसकेको अनि कैसा लगा मेरा मजाक छैन नम्बर छैन नि पहिलाकोमा मात्रै थियो सिमै छैन मसँग हो र त्यही कहाँनिर छ भन त चाहिँ माथि होला हैन त्यो कहाँ जाने भने नि त्यो कृषि विकास ब्याङ्क छ अलिक माथि हैन देखिन अलिकति परतिर गयो अनि यस्तो उकालो छ हैन त्यही यता उठेपछि छ त्यो आइसक्रिमहरु पाउने ठाउँ हैन त्यहाँदेखि माथि त्यहाँ आइसक्रिमहरु पाउने तलतिर नि छ हैन तर त्यसको मासतिर छ के पाउने चप्पल नआउने त झन्नै भ्लग गर्दै हिँडेको अहिले अब बारे 1K सेलिब्रेट ग्राउन्डमा बब्बा लानुपर्छ बेलुका ग्राउन्डमै हान्ने अनि फुटबल लगाएला टोकिने है टोकिने कम्प्लिट भइसक्यो होइन हल्का अब त्यसमा बाँकी रहेछ होइन सही छ त्यो पनि अहिले चाहिँ यो पिल्लुवा नयाँ पिल्लुवामा आइदिनु है चाहिँ नयाँ पिल्लुवाको चाहिँ पुल है होटेल आयो आज होटेल आएको भन्नु बुधबार हो शुक्रबार औरीहरू फस्टाले साह्रो आजै देखेको कहाँ यहाँ जयपुरमा के छ अरे यहाँनिर
हाई स्कुलमा यही हो तर योभन्दा अलिक माथि हो यहाँ होइन उद्या माथि जस्तो लाग्यो मलाई चाहिँ उद्या ब्रेकरी उद्योगकै गाई चाहिँ हामी यहाँ केक बनाउँदैछौँ होइन हामी केक हेर्ने लगाइन्छ केक बन्छ ब्रो बनिसकेको छैन है हो बनाइदिनु पर्यो एउटा 1 पाउन्ड नाम चाहिँ सुशान गुरुङ सुशान ह्याप्पी बर्थडे चिक्स लेखिदिनु न यस्तो त नहुँदैन नाम सुशान पिरिङ गर्दैछ त्यही हो निस्किने चाहिँ ब्लक हान्दैन नयाँ सलेलाई चोकतिर गाई चोकतिर जयपुर बजारतिर गाई जयपुर बजारतिर सत्य है बाइक घुमाउँछ हामीले चाहिँ अब केक चाहिँ लग्यो है अब उहाँ पिराइदिनु पर्नेछ अनि अरू त के भन्ने होइन यसले मै हो राम्री भन्ने सोच होला होइन हामीले यसरी हेर्दै कि गएर अब ऐना हेर्छ यसले घरमा गएर घरमा हेर्छ क्या ऐना हो म राम्रै छु यिनीहरूले हेर अरे क्या भोलि यहाँ क्या खतरा साउन्ड आउँथ्यो यार अहिले साउन्डै आउँदैन हो बाइकको अहिले चाहिँ हामी मुडे आइपुग्यौँ होइन गाई जब चाहिँ लगभग झन्डै 45 मिनट आधी घन्टा चाहिँ लाग्छ है हामी त्यो केक लिएर जान आँटेको बहिनीको घर चाहिँ अनि केक अब ल्याइदिनु न भनेपछि पुऱ्याइदिनु पऱ्यो है अनि
हाम्रो अफसोस सिंहानी यहाँलाई चाहिँ होइन अब ल्याइदिनु भनेर छ। अनि हामी चाहिँ अब फिल्म जाँदैछौँ होइन। अब विन्डले कति हानिरहेको छ होइन, अब त्यो चाहिँ मलाई थाहा छैन है। अब त्यो जस्तै आयो नि अब सुन्नै पऱ्यो है, गर्नै पऱ्यो भिडियो त। यो चाहिँ मुडे बजार हो है। ऊ तपाईँको बाइक हेरेँ भयो भने माथि तँकोमा हुन्छ। ऊ यो बुढो वान पिस बुढो छैन त, उत्तम सहर छैन है, छैन यार त त्यहाँ। यो चाहिँ मुडे बजार है, राति चाहिँ मुडे बजार यस्तो देखिन्छ है होइन। अरू चाहिँ त्यस्तै छ, म घुमाउन चाहे होइन। हामी पुग्नुपर्ने टाढो छ नि त, त्यही भएर सुधिबेको छुट्टी भएछ। तन्किरहेछ काममा केटा। यसले फोन गर्छ तँलाई। अनि यो चाहिँ हाम्रो चाँपको रुख हो होइन। एकुरी गाडी चाहिँ त्यहाँबाट घुमाउँछ त। यो होइन हौ तपाईँ होइन पर्छ म तपाईँ देखिरहेँ यार। अब चाहिँ हामी होइन बसन्तपुरतिर लाग्यौँ गाई चाहिँ। अरू त्यस्तै छ होइन। यतिखेर टायर चाहिँ पक्लु भइरहेछ कि मेरो। नयाँ हाल्नुलाई कति हुन्छ हौ टायर? नयाँलाई के त कति हुन्छ? 3500 किनिदिने हो। गिफ्ट हान्नु त, गिफ्ट हान्दैन। बर्थडेसम्म त कहाँ टिक्छ यो टायरले। गिफ्ट हान्दैन तेरो युट्युबमा म यत्रो फोटो लगाइदिन्छु मेरो। हुँदैन नलाइदिने, मलाई चाहिएन त्यस्तो मलाई होइन। कसैले चिन्नै परेको छैन मलाई होइन। अहिले साम्सा आइपुग्यौँ है गाई चाहिँ। साम्सा क्रस भयो, अलिअलि कुदाउनै सकेको छैन क्या गाई चाहिँ। त्यो पनि राति है 60-70 कि सुन्न दबिरहेको छ। दब्नु चाहिँ टायरको चाहिँ अलिक भर छैन क्या, पुरा चिल्लो भइरहेछ होइन। स्लाइड खान्छ नि त। जाडो भयो लै जाडो भयो यो गीत गाएर जाडो भुल्याउनु पर्ने छ है। अरू त त्यस्तै हो। कति छिटो आयो यार, 10% कति पर्सेन्ट भनेछ यहाँ हेर भिडियो कति पर्सेन्ट भनेछ। ब्याट्री लो, चार्ज योर फोन 10%। अफ गरिदियो भिडियो। हेलो गाई चाहिँ अहिले हामी चाहिँ बसन्तपुर हो होइन। अनि केक यहाँ छ होइन। त्यो केक दिन आउने केटी चाहिँ अब बहिनी चाहिँ होइन पर आउँदैछ। अनि अब त्यो बहिनीले दिने हो। अनि बर्थडे मनाउनु मन लाग्यो भने चाहिँ बनाइन्छ होला होइन, नत्र घर फर्किन्छौँ। अनि यस्तै छ है। अनि यहाँ चाहिँ कफी खान आँट्यो क्या, लास्ट जाडो भयो होइन। लास्टै जाडो भयो। अनि कफी खाने हो, बस्ने हो तातोमा। केक दिएर घर फर्किसकेपछि केटाहरूसँग
ड्राइभर